आज चाहिँ फेरि हाम्रो गाउँमा चाहिँ फेरि कुलान पूजा त्यसैले हामी फेरि प्याज काट्ने काम फेरि हामीलाई चलिरहेको थियो त्यसैले हामी फेरि काम पनि धमाधम गरेर राति यताभित्र फेरि कुलान पूजाको फेरि पूजा फेरि चलिरहेको थियो पूजा गर्दाखेरि फेरि त भालना मनसाउने सन्साउने के गर्ने फेरि काम चलिरहेको थियो मैले फेरि जान्दिनँ फेरि यता फेरि पूजा चलिरहेको थियो हामी फेरि बाहिर फेरि हाम्रो काम छुट्टै थियो त्यही भएर हामी फेरि मजाले प्याज साथ काट्ने बस्ने गरिरहेको थियौँ फेरि प्याज साथ पनि काटेर भयो फेरि भित्र फेरि भालना काटेर भइसकिरहेको रहेछ फेरि यता फेरि पानी चौबल राख्नु भएको रहेछ फेरि मैले यस्तो फेरि चलाउनु पर्यो अब निकाल्नु पर्यो भनेर सकेको फेरि तातो फेरि लास्ट तातो रहेछ पानी फेरि अब पूजामा फेरि टिको नलाउने कुरो फेरि आउँदै हाने त्यहीमा टिको सिको लाएर हामी पनि मस्त पारेर यता बसिराख्यौँ त्यति बेला फेरि यता फेरि भाले भुत्लाउनु पर्यो भन्नु चाहिँ फेरि भाले सट्ट पारेर भुत्लाइसक्यो गरेर हामी फेरि घर आइरहेको थियो घर फेरि आज मम्मीको बर्थडे थियो त्यही भएर ठुलो मम्मीहरू फेरि केक लिएर आउनु भएको रहेछ फेरि हामीले पनि केक काटेर धमाधम बर्थडे सड्डे मनाएर हामी पनि लाग्यौँ फेरि यता फेरि पूजा फेरि चलिरहेको थियो फेरि यता फेरि गएर पच्चा पारा बसिरहेको थियो फेरि उता काम पनि चलिरहेको थियो खानासँग पकाउनु फेरि म पनि बसिरहेको थिएँ फेरि एक किसिमपछि खाना पनि पाक्छ फेरि सबजनालाई खानासाना बसालेर सबजनालाई खानासाना बसालिदिएपछि हामी पनि मस्त पारा बसेर खानासाना खाँदो लागि त्यसबाट टुरे ननाबिगुलाई सबै रब्बी अब डेली भल्ला पनि चाँडै आउने बेला छ त्यसबाट टुरे ननाबिगु